हेलो सबैजनालाई वेलकम ब्याक छ अर्को एउटा पब्लिक स्पिकिङ च्यालेन्ज वा कम्युनिकेसन स्किल प्र्याक्टिस वा नेपालीमा भन्नुपर्दा बोल्ने कलामा। तपाईँहरूमाझमा मैले मेरो बोल्ने कला अभ्यासको भिडियो बनिरहेको छु, यहाँलाई अवगतै होला। अनि जसले थाहा छैन तपाईँहरूले मेरो भिडियोहरू चेक गर्न सक्नुहुन्छ। ओके, आज चाहिँ अलिकति फरक त नभनौँ, अलिकति थोरै भए तापनि पृथक कुराहरू गरौँ भन्ने लागिरहेको छ। यही कम्युनिकेसन स्किलसँग रिलेटेड भएर कम्युनिकेसन यानि कि कुराकानी गर्न कतिको आवश्यक छ अथवा यसले कतिको महत्त्वमा राख्ने। कोही मान्छे बोल्नमा एकदमै प्रभावकारी असर पार्ने हुन्छ, कसैलाई बोल्दा एकदमै सहज लाग्छ, कसैलाई गाह्रो लाग्छ वा कसैलाई ठिकै लाग्छ। र प्रायलाई चाहिँ योबारे त्यति चासो लिँदैन र धेरै कम छ वा जसको बोल्नमा समस्या वा उनीहरूले आफै त्यो फिल गर्छ भनेदेखि उहाँहरूको निम्ति र म स्वयं यो सिकिरहेको छु कि बोल्ने कला सायद कहीँ न कतै मलाई पनि त्यो लागु हुन्छ होला। अनि यो सिक्न जरुरी छ या छैन त्यो बारेमा पनि थोरै म चर्चा गर्न चाहन्छु। यदि तपाईँ साँच्चै एउटा राम्रो प्रभावकारी रूपमा बोल्न चाहनुहुन्छ वा तपाईँको बोलीले अरूलाई इफेक्ट पार्न चाहन्छ, त्यो तपाईँ चाहनुहुन्छ भनेदेखि तपाईँले यस सिक्न आवश्यक छ। नत्र तपाईँको मिडिया क्षेत्रमा लागेको स्पेसली आरजे, समाचार वाचक, रेडियो वाचक अथवा विभिन्न प्रोग्राम स्टेज कार्यक्रमहरू चलाउनेहरूको लागि त यो अत्यन्तै इम्पोर्टेन्ट छ। साथै पत्रकार, न्युज एङ्करहरूमा पनि यो लागु हुने कुरा भयो। साथै सामाजिक रूपमा जो आफ्नो विभिन्न पदमा वा संस्थामा वा सम्बन्धित निकायमा काम गर्नेहरूले त बोल्नुमा एकदमै विशिष्ट ख्याल ध्यान दिनुपर्छ। स्पेसली नेताहरूलाई यो अति इम्पोर्टेन्ट हुन्छ, किनकि उहाँहरूले बोलेको कुरामा धेरै प्रभाव पार्छ। त्यसैले बोल्नु एक तरिकाको जीवनको एउटा अभिन्न अङ्ग हो वा कला हो। म चाहिँ यो रूपमा लिने गरेको छु। त्यही भएर म एउटा आम सर्वसाधारण र बोल्नुमा कहीँ कतै धेरै थोरै समस्या छ जस्तो अनुभव भएर यसलाई म सुधार गर्ने छु भनेर चाहिँ लागिरहेको छु। र मेरो मनस्पटलमा जहिले पनि एउटै कुरा घुमिरहन्छ कि त्यो प्र्याक्टिस। तपाईँ कुनै पनि क्षेत्रमा अभ्यास गर्नुभयो भने त्यसलाई तपाईँले एक दिन हासिल गरेर छाड्नुहुन्छ। त्यसमा निपुण रूपमा लाग्नुभयो भने त्यसलाई सफलता प्राप्त गर्न सक्नुहुनेछ। जो कोहीले पनि जुनै कुनै पनि फिल्डमा तपाईँ पढ्नुहोस्, सिङ्गिङ गर्नुहोस्, डान्स गर्नुहोस्, एक्टिङमा लाग्नुहोस्, व्यवसाय बिजनेसमा लाग्नुहोस्, हरेक पेसामा आफ्नै तरिकाले अभ्यास गर्नुपर्छ र सफलता हासिल हुनेछ। त्यो चाहिँ मेरो मान्यता हो। त्यही भएर तपाईँहरू वा म वा जो कोही पनि बोल्नमा रुचि राख्नुहुन्छ, आफूलाई आफ्नो विशिष्ट वा विशेष किसिमको तरिकाले प्रेजेन्ट गर्न चाहन्छ वा आफ्नो व्यक्तित्व पर्सनालिटी डेभलप गर्न चाहन्छ भनेदेखि एउटा माध्यम हो, त्यो हो कम्युनिकेसन यानि कि बातचित। अब बातचितमा आफ्नो दिमागी जवाफहरूदेखि लिएर
धेरै कुराहरू हुन्छ, बोलीको टेक्स्चर, पिच, प्रोनाउन्सिएसन, हरेक कुराहरूलाई हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। एउटा अभ्यासको थ्रुबाट यसलाई सुधार गर्न सकिन्छ, पोलिस गर्न सकिन्छ। त्यसैले सिक्न आवश्यक छ जस्तो मलाई लाग्छ र सबैको इन्ट्रेस्टमा पर्दैन यो, खालि म लगायत म जस्तै सिक्ने चाहनेहरूको लागि हो। ओके, आजलाई यति नै। अर्को भिडियोमा अर्को विषय लिएर पक्कै पनि आउनेछु। तपाईँहरू माझमा अभ्यास जारी छ। भिडियो कम बनाए तापनि भिडियो भएर चाहिँ मैले प्र्याक्टिस यथावत रहेको छ। थ्याङ्क यू सो मच फर लिसनिङ।